4 वर्ष अघि आकस्मिक भेट भयो उनीसँग। हामी बीच कुनै योजना थिएन, तर नियतिको खेल जस्तो हृदयले हृदय चिनेको थियो। पहिलो भेटमै आँखाले बोलेको थियो। बोलाइले भन्दा बढी मौनले हाम्रो माया कोरेको थियो। तर हाम्रो मायाले एउटा ठूलो सत्यलाई बेवास्ता गर्न सकेन। उनी अर्कैको जीवनसँग बाँधिसकेकी थिइन्। मलाई थाहा थियो हामी कहिल्यै खुला रूपमा एक हुन सक्दैनौँ, तर मनले कहाँ मान्थ्यो र। उनी मलाई मभन्दा बढी माया गर्थिन् र म उनको त्यो मायामा डुबिरहेको थिएँ। 4 वर्ष बिते, गोप्य भेटघाट, सानो खुसीका क्षण, तर साथसाथै अपराध बोध र भविष्यको डरले हरेक रात काटियो। समाजलाई हामीले देखाउन सक्ने केही थिएन र भविष्यलाई बाचा गर्न सक्ने साहस पनि थिएन। अन्ततः मैले बुझेँ, कहिलेकाहीँ साँचो माया भनेको साथ पाउनु होइन, बरु कसैलाई खुसी देख्न चाहनु हो, चाहे त्यो खुसी हामीसँग नहोस्। आज म टाढा छु, तर उनको लागि मेरो मनमा सदैव शुभकामना छ। यो कथा अपुरो छ, तर अपुरोपनमै यसको वास्तविकता छ।